छोरा तैँले आइएल्स पढेको त 3-4 महिना भइसक्यो त कतिको सुधार छ। अरे सुधार त सुधार केन्द्र भन्दा पनि बढी भइसक्यो नि। अब तपाईँ बुझ्नु न र पो हो, उता त त्यो आइएल्स पढाउने सरलाई पनि मैले सिकाएर आउँछु 2-4 वटा भब नजानेर। क्या छुट्टै मेसो गरिस् त? खै बोल्दा बोल्दा अलिअलि बुझिहाल्छु कि म पनि। अरे बाबा यार, यास इन द गो आर द यास इन द ट्रू इन द फल्स इन द यास इन द म्याच द फलोइङ। गुड, टिक द बेस्ट एन्सर। मैले पनि बुझेँ, पढाइ चाहिँ जस राम्रो छ मेरो छोराको। धेरै राम्रो हो नि बाबा पढाइ त। अब छिटो मलाई कता पठाउनु पर्ने, अस्ट्रेलिया कि अमेरिकातिर? फ्लाइट इन द भब आर द आर्टिकल यो लगिहाल्नु। अरे काका, त्यो यस्तो पाराले पनि यो युरोपतिर छिर्छ र? के कमी छ र मेरो छोरामा? बाबु इङ्ग्लिस हान्दै त। What coming in the boys in the school are the gate of the नेपालले। हेर न यसले बोलेको, काका यसले जे पाते बोलिरहेछ, तपाईँलाई थाहै छैन। अब मलाई हेर्नु न ट्याक्कल हारेर म फिनल्यान्ड जित्दैछु कि 2030 को वर्ल्ड कप त्यहीबाट खेल्न लाग्छु। फिनल्यान्ड रे? कसरी जान्छस् फिनल्यान्ड? अरू कसरी जानु काका, भद्रकाली अपवर्ड स्टडी प्राइभेट लिमिटेडबाट जाँदैछु, त्यही पनि स्टुडेन्ट भिसाबाट। अरे भद्रकाली अब्रोड क्या प्राइभेट लिमिट क्या यो कहाँ छ यो? अब्रोड होइन क्या बात, अपवर्ड भन न, कहाँ छ यो? वेयर इज इट इन द प्लेस? अरे गोरु दिल्ली बजार काठमाडौँमा रहेको छ यो। या बात छोडिदेऊ है, नो इन द फिलिङ इन द ब्ल्याङ्क्स आर द म्याच द फलोइङ। यार फेरि त्यो आइएसपिटी गर्ने होला, फेरि यही एक्स्ट्रा लेभलको इङ्ग्लिस चाहिन्छ होला इन द गो। अरे बाबु, हाम्रो कन्सल्टेन्सीबाट गइस् भने तँलाई आइएसपिटी केही पनि गर्नु पर्दैन के हो। यदि तपाईँहरू पनि फर्दर स्टडी युरोपियन कन्ट्री फिनल्यान्डमा गर्न चाहनुहुन्छ भने चाहिँ वर्ल्डको बेस्ट एजुकेसन सिस्टम भएको कन्ट्रीमा तपाईँहरू अप्लाई गर्ने सोचिराख्नु भएको छ भने चाहिँ एकचोटि हामीलाई सम्झिनु होला। एप्लाई विदाउट आइएलएसपीटी थियो, अघि नै भनिसके, इन ब्याचलर्स लेभल, बीएससी इन इन्टरनेसनल बिजनेस, बिजनेस इन्फर्मेसन टेक्नोलोजी, बीएससी इन हेल्थ केयर, बीएससी इन टुरिज्म पनि। You can apply PR in 4-5-6 years. High visa success rate. Any study gap accepted. Admission open, limited seat available. Apply now. अनि अर्को कुरा त भन्नै बिर्सेछु, डिपेन्डेन्ट सहित पनि जान पाइन्छ नि। कन्ट्याक्ट भद्रकाली अपवर्ड स्टडी प्राइभेट लिमिटेड, दिल्ली बजार, काठमाडौँ।